सो हेलो गाइस नमस्ते टु एभ्रिवान अनि आजको भिडियो तपाईँले थम्बनेल टाइटल हेरेर थाहा पाइसक्नुभएको छ होला। अनि आजको भिडियो चाहिँ मैले फेस उयो के भन्छ अरे सनस्क्रिन लगाएर मैले तपाईँहरूलाई देखाउँदै थिएँ। आज गरम छ नि त है, तपाईँलाई थाहा नै छ म दिमापुरमा छु भनेर, अनि त्यसमा चाहिँ गरमै हुन्छ। अनि वान बाई वान मैले तपाईँहरूलाई देखाउँदै थिएँ यो लगाएँ भनेर। मैले फर्स्टमा चाहिँ सेफ क्रिम सनस्क्रिमै यो पनि, अनि फर्स्टमा चाहिँ यो मजाले लगाउनुपर्छ तपाईँले है। त्यहाँबाट तपाईँले सोच्ने हुँदैन के साह्रो क्रिमहरू लगाइरहेको अनुहार बिग्रिन्छ भनेर। यो चाहिँ बिग्रिने डर हुँदैन, किनभने यसमा चाहिँ पुरा हाइड्रोनिक भिटामिन डीहरू हुन्छ है। अनि त्यसमा यो भिटामिन सीहरू पनि हुन्छ। अनि त्यसमा चाहिँ तपाईँले लगाउनु सक्नुहुन्छ। अनि यो चाहिँ फक्सटेलको हो, यो चाहिँ सनस्क्रिन होइन तर यो चाहिँ जेल हो। यसले चाहिँ राम्रो बनाउँछ, पछि ग्लोइङहरू पनि दिन्छ, मैले तपाईँलाई देखाएकै थिएँ है। अनि त्यहाँ योलाई पनि मजाले लगाउनुपर्छ तपाईँले आफ्नो उयोतिर। अन्त त्यहाँबाट मच्छर आएको थियो, अन्त त्यो कारण हटाइदिनु भनेर भन्दै थिएँ। अनि त्यहाँबाट मैले मजाले गरेँ, त्यसमा चाहिँ अलिकति ग्लोइङ आउनु थालिहाल्छ, किनभने साह्रै पनि आउँदैन, किनभने यसको स्मेल इज भेरी अब कस्तो भन्छ, अब त नराम्रो टाइपको पनि होइन राम्रो टाइपको पनि होइन, ठिकै टाइपको थियो। मलाई चाहिँ यो फक्सटेलको जेल चाहिँ मलाई मन पर्दैन, किनभने लगाउनु नै पर्यो, किनभने तपाईँलाई देखाउनु पर्छ नि त है मेरो भ्युजहरूलाई। अनि त्यही कारणले गर्दाखेरि अनि आज चाहिँ यस्तो बस्छ ग्लोइङ भनेर। अनि त्यो पछि चाहिँ अनि मजाले देखाएपछि चाहिँ मैले अनि त्यहाँबाट मैले अर्को चाहिँ मैले देखाउँदै थिएँ तपाईँलाई। यो चाहिँ फक्सटेलको क्रिम हो यो चाहिँ। यसले चाहिँ पुरा ग्लोइङ नै दिन्छ, यसले चाहिँ पुरा ग्लोइङ दिन्छ। यसको लगाउँदाखेरि पुरा लाइक अरेन्जै हुन्छ, येल्लो टाइपको तपाईँले देख्नु हुँदै होला। अनि यो लगाएपछि मजाले गर्नुपर्छ। अनि त्यहाँ पछि चाहिँ हामीले लगाएपछि चाहिँ मजाले गर्नुपर्छ है। अनि त्यो पछि चाहिँ हामीले यतापट्टि अब जहाँ पनि छ त्यहाँ लगाउनु पर्छ है। अनि त्यहाँ पछि चाहिँ हामीले यो मजाले लगाउनुपर्छ। मैले तल चाहिँ बिर्सिरहेको थिएँ, पछाडि अर्को क्रिम लगाउँदाखेरि मिक्स भएछ है। अनि त्यहाँबाट ग्लोइङ स्टार्ट भयो, मैले तपाईँलाई पहिला भन्दै थिएँ है। अनि त्यहाँबाट मैले अर्को क्रिम लगाएँ, यो चाहिँ हो सनस्क्रिन चाहिँ होइन, यो निभियाको क्रिम हो है। यो चाहिँ लाइक सनस्क्रिन जस्तो हुन्छ, तपाईँलाई थाहा नै छ होला है। यसलाई पनि यो चाहिँ डार्क सर्कलतिर लगाउनुहोस्, किनभने तपाईँले यो जुन चाहिँ पनि जतिवटा क्रिम लगाउँछ नि त्यसले चाहिँ फेसमा मात्रै गर्छ, डार्क सर्कलमा चाहिँ गर्दैन है। अनि नाकमा जति पनि रिङ्कल्सहरू हुन्छ, यस्तोतिर फोकाहरू हुन्छ, त्यसले चाहिँ देख्नु त देख्छ है, तर मेरो चाहिँ छैन। तर पनि यसको अलिकति साइनिङ भए पनि त आउँछ है, त्यो कारणले मेरो पनि डार्क सर्कल त छैन त्यसै भनेको। अनि त्यहाँबाट चाहिँ तपाईँले यो पछि गरेर मजाले गर्नुहोस्। त्यहाँबाट चाहिँ मैले यो चाहिँ लोटसको सनस्क्रिन हो, यो नानीहरूलाई पनि युज गरिदिँदा हुन्छ है। अनि मेरोमा अरू एभाइलेबल छैन, यो किड्सकै थियो, अनि त्यही कारणले मैले किड्सको युज गरेको। तर किड्सको अर्को भन्दा किड्सको चाहिँ भेरी दामी हुन्छ, किन महँगो पनि पर्छ। अनि यसको कस्तो स्मेल राम्रो छ, यसको भिटामिन राम्रो छ। यसको स्मेल मान्छेले स्मेल भन्दा पनि अब आफ्नो बडीमा आफ्नो फेसमा हेरेर किन्छ नि त है, त्यो चाहिँ पुरा राम्रो छ है। अनि यो पछि चाहिँ म भन्छु, मैले हातमा पनि लगाएँ, यो मुखमा चाहिँ मैले एकछिन राख्नुपर्छ 2 मिनट जस्तो। अन्त अघिको चाहिँ भन्दै थिएँ 1 मिनट 2 मिनट राख्दै थिएँ मैले चाहिँ अघिको, किन हातमा पनि कालो कालो हुन्छ भनेर मैले गर्दै थिएँ है। अनि त्यहाँबाट मैले एकछिन बादमा राखेपछि चाहिँ मैले देखाउँदै थिएँ। अनि यो जति पनि अघिको क्रिमहरू थियो त्यो चाहिँ लगाउँदै थिएँ, तर मैले 2टा क्रिम चाहिँ लगाएन, किनभने त्यो चाहिँ फेसको हो नि त। अनि त्यो कारणले गर्दा चाहिँ हातमा लगाउनु हुँदैन। अनि त्यहाँबाट चाहिँ मैले गर्दै थिएँ। अनि त्यहाँपछि चाहिँ मैले मजाले गरेपछि चाहिँ त्यहाँबाट मैले त्यो मुखको पनि यसरी गर्दै थिएँ। अनि त्यहाँबाट मुखको पनि गरिहाल्छु भनेर गरिदिइहालेँ। अनि त्यहाँबाट मजाले गरेँ। अनि यो यहाँ चाहिँ चिक्समा चाहिँ किन गरेको भन्दाखेरि चाहिँ यो चाहिँ मजाले बस्छ क्या हाम्रो, अब लाउँदाखेरि यस्तो ब्यात देख्दैन, फुलेको देख्दैन। अनि यो क्रिम चाहिँ तपाईँले जरुर युज गर्नुहोस्, म तपाईँलाई फोटो खिचेर साइडमा हालिदिन्छु लास्टमा। यो क्रिम चाहिँ यस्तो दामी छ, लाइक जेली हो,
तपाईँले अरू क्रिम लगाएर यो क्रिम लगाएर हिँड्दा पनि हुन्छ। लाइक ग्लोइङ चाहिन्छ भने चाहिँ यो क्रिम ग्लोइङ हुन्छ। तपाईँलाई ग्लोइङ चाहिँदैन भने चाहिँ यो युज नगर्नुहोस्। अनि त्यहाँबाट मैले यो युज गर्दै थिएँ। अनि त्यहाँबाट मैले यो युज गर्ने बित्तिकै तपाईँले भिडियो गर्नुहुन्छ भने चाहिँ यो युज गर्ने बित्तिकै मुख नधुनुहोस्, किनभने मुखमा धेरै मैलाहरू यसलाई जमिन टाइम लाग्छ। जमेपछि जब धुनुहुन्छ तपाईँ यस्तो दामी ग्लोइङ हुन्छ हो, यस्तो दामी ग्लोइङ हुन्छ। त्यति बेला तपाईँले हेर्नु सक्नुहुन्छ है। त्यहाँबाट तपाईँको अनि त्यहाँबाट तपाईँले 4-5 डेज युज गर्नु, त्यहाँबाट तपाईँको उयो चाल पाउँछ। अब पहिला नेचुरल राम्रो थियो कि यो लगाएर राम्रो थियो, तर यसमा चाहिँ केही पनि हुँदैन। अनि पुरा घाम लागिरहेको थियो, अनि मैले तपाईँ हातहरू देखाउँदै थिएँ। अनि यस्तो दिन चाहिँ घाम लागिरहेको थियो, तर मेरो अनुहारमा आइरहेको थियो, तपाईँले देख्नु नहुँदै होला। अनि त्यहाँबाट मैले छिटो भित्र गएँ, अनि यो आँखा त्यहाँनिर थियो, मेरो लागिरहेको थियो, तपाईँले देख्नुभयो होला। अनि त्यहाँबाट मैले भित्र आएर देखाएँ यसो भइरहेको थियो भनेर। अनि त्यहाँबाट अनि यो कुरा चाहिँ हो भन्दाखेरि चाहिँ तपाईँले म्यानिफेस्टली गर्दाखेरि चाहिँ नाकमा, मुखमा, चिक्समा, तपाईँले घाँटीमा तपाईँले युज गर्नुपर्छ, किनभने रिङ्कल्सहरू हुनसक्छ। अनि तपाईँको लागि 1 स्टेप 2 स्टेप 3 स्टेप 4 स्टेप 5 स्टेप गरेर तपाईँले एकैचोटि युज नगर्नु, स्टेप बाई गर्नु, किनभने तपाईँलाई यो इफेक्ट पनि पर्न सक्छ, कसैलाई यो सुट पनि हुँदैन है। जस्तो मलाई सुट हुन्छ, अब तपाईँहरूलाई हुनु सक्दैन होला। त्यही कारणले गर्दाखेरि सुट पनि हेर्नुपर्छ तपाईँलाई, यो क्रिमले सुट हुन्छ या हुँदैन भने तपाईँले युज नगर्नुहोस्, हुन्छ भने युज गर्नुहोस्, किनभने आफ्नो फेसलाई पनि केयर गर्नुपर्छ है। थ्याङ्क यू फर वाचिङ भिडियो, बाई बाई।